कहिलेकाहीँ पुराना वस्तुहरू केवल वस्तु हुँदैनन्, त्यो भावना हुन्छ जुन पैसाले किन्न सकिन्न। आजको कथा एउटै घडीभित्र लुकेको एउटा आमाको अन्तिम स्वर। राज गाउँबाट सहर गएको पनि धेरै भइसकेको थियो। एक दिन ऊ सहरमा राम्रै काम पाएर अब सहरको जीवनमा हराइसकेको थियो, सकस दौड र जिम्मेवारीमा। बिहान 8 बजेको अलार्म, बेलुका थाकेका पाइला। उसको जिन्दगी अब समयसँगै भोटमा थियो। एक दिन बाबु बिरामी परे। राज दौडिँदै गाउँ फर्कियो। बाबु कमजोर थिए, तर एउटा चिज अझै पनि साथमा थियो, एउटा पुरानो खियाले खाएको घडी। बाबु भन्नुभयो, राज, यो घडी तेरो हजुरबुबाले मलाई दिएका थिए। मेरो भाग्य थियो यो, अब तिमीलाई दिन चाहन्छु। राजले मुस्कान दिए जस्तै गर्यो, तर मनमा केही थिएन। उसले घडी लिएर सहर फर्कियो। सहर महँगो थियो। एक दिन पैसाको अभाव भयो। राजले सोच्यो, यो घडी यत्रो पुरानो भयो, कसैलाई चाहिएको पनि छैन होला। राज त्यो घडी लिएर एउटा पुरानो सामान बेच्ने पसलमा गयो। पसलले घडी हेर्दै सोध्यो, यो घडीमा फोटो छ, तिम्रो आमाको हो? केही पनि नभनी राजले धेरै बेरपछि भन्यो, बेचिदिनुस्। राजले त्यो घडी बेच्यो र पछुतो भयो। केही महिना बित्यो। बाबुको स्वास्थ्य झन बिग्रियो। बाबुले धेरै कमजोर स्वर भन्नुभयो, राज, तिमीले त्यो घडी लगाउँदैनौ? त्यो त तिम्रो आमाको अन्तिम स्वर बोकेको थियो। मैले तिम्रो आमाको स्वर त्यसमा रेकर्ड गरेको थिएँ। राजको मुटु चस्कियो त्यो सुनेर। उसले त्यो रातै सहर फर्किने निर्णय गर्यो र त्यसपछि त्यो सहर फर्कियो। राजले त्यो घडी खोज्न थाल्यो। एक पसल, अर्को पसल गर्दा गर्दै अनन्त एक बुढोले त्यो घडी किनेको थाहा लाग्यो, कलात्मक वस्तु भनेर। राज नम्र स्वरमा भन्यो, यो घडी मेरो आमाको स्वर बोकेको छ। म यो जुनसुकै मूल्यमा किन्छु, बेच्नुहोस्। बुढो मुस्कुराउँदै भन्यो, तपाईको आँखामा आमाको माया देखियो। मूल्य, त्यो त केवल सम्झनाको कुरा हो। बुढोले अन्तिममा त्यो कुरा सुनाएपछि घडी राजलाई दिन्छ र राज घडी लिएर बाबु कहाँ पुग्छ। केवल घडीको टिक टिक आवाज, घडी बज्छ, आमाको रेकर्डेड स्वर। राज, राम्रो मान्छे बन्नु, बाबुलाई कहिल्यै नछोड्नु। त्यो सुनेर बाबुको आँखाबाट आँसु बग्छ। राज चुपचाप बाबुको हात समाउँछ। राजलाई अब त्यो घडीसम्म देखाइरहेको थिएन। सम्बन्ध, माया, पछुतोको आवाज सुनाइरहेको थियो। कहिलेकाहीँ पुराना वस्तु केवल वस्तु हुँदैनन्, त्यो भावना हुन्छ जुन पैसाले किन्न सकिन्न। आजको कथा कस्तो लाग्यो तपाईलाई? यस्तै नयाँ नयाँ भावनात्मक कथाहरू सुन्न चाहनुहुन्छ भने, यो कथा राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गर्नुहोला र हाम्रो यस्तै भावनात्मक कथाहरूलाई सुन्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।